Imagine a colony where each member performs the functions of feeding, reproductions, and protections. That's not the society we are talking about. We are talking about the polymorphisms in coelentrates. Welcome to the lecture 6 of Coelentrata, where we are going to discuss in detail and in a conceptual manner about what polymorphisms means, what metagenesis means, and what this metastasis also known for. Okay, so have patience and let's learn these lectures in very relaxed way. Okay, and I'm sure that after the end of these lectures तिमीहरूको एउटा पनि क्वेसन सिलिन्ट्रेटाको क्लासिफिकेसन्स यो पोलिमर्फिजम्सबाट छोड्दैन है, यो चाहिँ मेरो ग्यारेन्टी भयो. ओके, सो आर यु रेडी टु लर्न दिस पोलिमर्फिजम्स एन्ड मेटाजेनेसिस? लेट्स स्टार्ट. ओके, हेर त पहिला कुरा पोलिमर्फिजम भनेको के बुझ्छौ? हेर त पोलीको अर्थ त धेरै हुन्छ हो, पोलीको अर्थ चाहिँ के हो त? धेरै. मर्फको अर्थ के हो त? रूप. यसको मिनिङ के भयो त? पोलिमर्फिजम सिम्पली मिन्स एउटै अर्गानिजम छ तर धेरै रूपमा चाहिँ बाँचिरहेको छ. फर इक्जाम्पल लेख्ने कुरा हामीले लेख्छौँ है. यहाँनिर हेर त, ध्यान देऊ. म कमराज आलम, अहिले चाहिँ तिमीहरूले पढाउने बेलामा तिमीहरूको दाइ मेन्टरको रूपमा हो, म पढ्ने बेलामा म स्टुडेन्टको रूपमा हो. अब म कतैतिर अब आफ्नो घरमा आयो भने छोराको रूपमा. मतलब सिंगल इन्डिभिजुअल ह्याभ डिफरेन्ट फर्म्स एन्ड सोइङ डिफरेन्ट फङ्सन्स, इजन्ट इट? अब म घरमा गएर तिमीहरूले पढाएको जस्तो पढाउँछु भने त बर्बाद हो. अब पढ्न गएको ठाउँमा पढाउन लाग्यो भने पनि गाह्रो, इजन्ट इट? हो. सो द्याट स्ट्यान्ड्स फर वाट? पोलिमर्फिजम. ओके, सो यहाँनिर हेर त, पोलिमर्फिजम भन्नुको अर्थ सिङ्गल अर्गानिजम छ तर डिफरेन्ट फर्म्समा एक्जिस्ट गरिराखेको छ. त्यसो भए मेटाजेनेसिसको अर्थ के बुझ्छौ त? हेर त, पोलिमर्फिजम क्लियर भयो कि भएन? आफ्नै भाषामा क्लियर भयो भनेपछि मेटाजेनेसिसको अर्थ के हो त? इट्स लाइक अल्टरनेसन. के इट्स लाइक के त? अल्टरनेसन अफ रोल जस्तो हो. के यो चाहिँ के हो त? अल्टरनेसन अफ रोल जस्तो. क्लियर? मेटाजेनेसिसको अर्थ बुझ्यौ? जस्तै कि पोलिप र मेड्युसा मध्येमा केही बेर चाहिँ पोलिपको फर्ममा बस्ने, केही बेर चाहिँ मेड्युसाको फर्ममा बस्ने. दिस प्रोपर्टी इज नोन एज मेटाजेनेसिस. डन. अब एउटा वर्ड तिमीहरूले पटक पटक सुनिराख्यो होला नि त, जुओइड्स भन्ने के हो त दाइ? इन सिलेन्ट्रेट्स वाट दिस जुओइड्स स्ट्यान्ड्स फर है. हेर त, म तिमीहरूले एकदमै रुकी चाहिँ किन पढाइरहेका छौ त? ताकि तिमीहरूको केही कन्सेप्ट नछुटोस् र रसमा भएको जस्तो नलागोस् है. आजको क्लास गरिसके पश्चात तिमीहरूको अब्जेक्टिभ पिसिबी भयो, चाहे त्यो कन्सेप्चुअल सी भयो, कतैतिरको क्वेसन नछुटोस्. यो चाहिँ मेरो एटेम्प्ट है. अब तिमीहरूले कतिको बुझिरहेको छौ यो कुरा मलाई प्लिज भन्नु है. हेर त, यो जोइड्सको अर्थ के हो त? दिस इज द डोमिनेन्ट फर्म. दिस इज द डोमिनेन्ट फर्म अफ सिलेन्ट्रेट्स. मतलब कि दुईवटा फर्म मध्ये ऊ चाहिँ कुन फर्ममा बढी बेरसम्म बाँचिरहेको छ. कन्फ्युज भयो हो? अब यसलाई अझै क्लियर पारौँ. मानौँ यो पेन छ, मैले यसलाई यहाँबाट दुई टुक्रा गरेँ है. यो पोर्सन भयो पोलिप, यो पोर्सन भयो मेडुसा. यो पेन चाहिँ आफ्नो लाइफ के को रूपमा बढी बाँचिरहेको छ? पोलिपको रूपमा हो कि मेडुसाको रूपमा हो? यदि मेडुसाको रूपमा भयो भने यसलाई कुन जोइड्स हामीले भन्नुपर्छ त? मेडुसा. यदि पोलिपको फर्ममा हो भने यसलाई के भन्ने त? पोलिप. डन. इजी छ कि छैन? अब हेर त, यही जोइड्सको बेसिसमा कति भागमा क्लासिफाई हुन्छ त? दुईटा. द्याट इज एउटा चाहिँ हुने भयो पोलिप, अर्कोलाई हामीले के भन्छौँ त? मेडुसा. फिगर हेर त, कस्तो दामी फिगर दिएको रहेछ. जुन पोलिप छ नि है, जुन पोलिप छ त पोलिपलाई चाहिँ म पढ्ने बेलामा कसरी पढ्थेँ त? पिओएलवाइपी पोलिप हुन्छ. मैले चाहिँ यसले भन्थेँ पोल भन्थेँ. के भन्थेँ त? पोल. हेर न, कुनै ठाउँमा तिमीले पोल गाड्दियौ भने त्यो पोल त त्यहीँको त्यही हुन्छ नि त. अब होइन, पोल पनि हिँड्न थाल्यो भने त म्याजिक भइहाल्यो त्यो हो. हामीले म्याजिकको कुरा गरेको होइन, हामीले कन्सेप्टको कुरा गरेको हो. पोल भनेपछि त एक ठाउँमै बस्ने हो. पोल चाहिँ सिलिन्ड्रिकल हुन्छ कि हुँदैन हो. त्यही भएर पोलिपको बडी फर्म, इभन यति क्वेसनहरू सोधिरहेको हुन्छ कि पोलिपको बडी फर्म चाहिँ कस्तो? सिलिन्ड्रिकल. पोलिप चाहिँ एक ठाउँमै बस्ने कि हिडुल गर्ने? एक ठाउँमै बस्ने. द्याट्स वाइ दे आर सेसाइल्स. अनि सेसाइल छ भने उनीहरूले त आफ्नो पार्टनर खोज्न जाँदैन नि त. त्यसको लागि त मेहनत लाग्छ, हिडुल गर्नुपर्छ. द्याट्स वाइ दे प्रिफर द असेक्सुअल रिप्रोडक्सन मेनली. ओके, दे प्रिफर द असेक्सुअल रिप्रोडक्सन मेनली. क्लियर? अब त्यसै गरी मेडुसा
हेर त मेड्युसा जुन छ नि, मेड्युसामा यम पनि छ, यु पनि छ। त यु र यमलाई उठाएर हामीले कुन सेप बनाउन सक्छौँ त? अम्ब्रेला सेप है। मेड्युसा त्यसो भए कुन सेपको हुने भयो त? अम्ब्रेला सेप। मजाले फिगरमा पनि हेर्न सक्छौ, मेड्युसा चाहिँ कुन सेप हो त? अम्ब्रेला सेप हो। क्लियर भयो? अनि हेर त यमबाट मेड्युसा हुन्छ, यमबाट नै मोटाइल हुन्छ कि हुँदैन? अब यदि यो मोटाइल हो भने आफ्नो पार्टनर खोज्नको लागि त मेहनत गर्न सक्छ नि त, इजन्ट इट? मेहनत गर्न सक्यो, पार्टनर खोज्न सक्छ, त्यसपछि सेक्सुअली के गर्न सक्छ त? रिप्रोड्युस। फेरि यसलाई अन्यथा नलिने है। द्याट्स वाइ दे आर कस्तो टाइप अफ जुओइड्स हो त? दे आर सेक्सुअल जुओइड्स। यो कुरा बुझ्यौ? को सेक्सुअल जुओइड्स हो, को असेक्सुअल जुओइड्स हो, कुन मोटाइल छ, कुन सेसाइल छ, कुन अम्ब्रेला सेप हो, कुन सिलिन्ड्रिकल सेप हो। डन। अब हेर त मेजोग्लियाको कुरा आयो। जुन पोलिप छ नि है, पोलिप त पोल जस्तो, पोल त यस्तो हेर त यतिमा अट्छ होला। अब छाता खोल्छौ भने यतिसम्म जान्छ कि जाँदैन? त बडी ठाउँ कसले लिएको छ भन? यो पोल भयो, यो छाता भयो। मलाई भन त बडी ठाउँ चाहिँ कसले लियो त? जो थिक छ। त मेजोग्लिया कसकोमा थिक भएको हो? जो अम्ब्रेला सेपवाला थियो, द्याट इज योर मेड्युसा। त मेजोग्लिया कहाँनिर थिक छ? मेड्युसामा। त्यसो भए पोलिपको मेजोग्लिया चाहिँ कस्तो हुन्छ? थिन हुन्छ। मेरो क्वेसन तिमीहरूसँग छ, एन्सर तिमीहरूले दिनै पर्छ है। हेर त जुन मेजोग्लिया थिक छ द्याट इज योर मेडुसा। जहाँनिर मेजोग्लिया थिक छ त्यहीँनिर के को प्रोपर्टी सो हुन्छ? बोल न है। जहाँनिर मेजोग्लिया थिक छ त्यसैले के को प्रोपर्टी सो गर्छ त? द्याट इज योर बायोलुमिनेसेन्स। सो बायोलुमिनेसेन्सको प्रोपर्टी कसले सो गर्ने भयो? मेडुसाले सो गर्छ। डन। तर बायोलुमिनेसेन्सको प्रोपर्टी कसले सो गर्दैन त? पोलिपले सो गर्दैन। क्लियर हो? माउथ चाहिँ पोलिपको केसमा हेर, पोलिपमा पिओ लागेको छ। सो पोलिपको माउथ चाहिँ कहाँनिर लोकेटेड हुन्छ त? HYPO हाइपोस्टोममा। हेर त पोलिपमा पिओ छ, हाइपोस्टोममा पनि पिओ पायो। क्लियर? अब त्यसै गरी जुन मेड्युसा छ है, मेड्युसामा माउथ चाहिँ कहाँनिर लोकेटेड हुन्छ त? लोकेटेड इन यमबाट मेडुसा, यमबाट माउथ, यमबाट म्यानुब्रियम। हेर न भाइ, यस्तो कुराहरू तिमीहरूले त रटेर बसिरहेको थियो होला नि त। अब यहाँबाट रट्नु पर्दैन के, तर कहानीलाई चाहिँ सम्झिनुपर्छ। कहानी सम्झिन त तिमीहरू एक्सपर्ट छौ। यति धेरै कहानी सम्झाइ हुन्छ, यति कहानी त सम्झिन सक्छौ हो। अब हेर त गोनाड्स है, गोनाड्स चाहिँ युजुअली पोलिपमा एब्सेन्ट हुन्छ हो। यहाँनिर चाहिँ के हुन्छ त? मेड्युसामा प्रेजेन्ट हुन्छ। मैले फेरि भने बायोलोजी के हो त? साइन्स अफ एक्सेप्सन हो। हामीले भर्खर प्रिभियस लेक्चरमा हाइड्राको बारेमा पढेको थियो नि त। हाइड्रामा त गोनाड्स थियो। द्याट्स वाइ हाइड्राको केसमा गोनाड्स चाहिँ के हुन्छ त? प्रेजेन्ट हुन्छ। इभन हामीले डिटेलमै पढेको के, टेस्टिस कतिवटा हुने, ओभरी कतिवटा हुने, फर्टिलाइजेसन कस्तो, डेभलपमेन्ट कस्तो। ओके ल, यो क्वेसन सल्भ गर। Which among the following class of cnidarians shows the property of metagenesis as well as polymorphism? तिमीहरूको अप्सन छ हाइड्रोजोआ, साइफोजोआ, एन्थोजोआ, बोथ ए एन्ड बी। हेर, मेटाजेनेसिस पनि सो गर्नु पर्यो र पोलिमर्फिजम पनि सो गर्नु पर्यो। एन्ड द एन्सर इज है, एन्सर चाहिँ यसको के हुन्छ? हाइड्रोजोआ। यदि तिमीहरूले भिडियो पज गरेर हाइड्रोजोआ मिलाएको छ भने भेरी भेरी वेल डन है। अब हेर त यसलाई अलिकति अझै डिटेलमा पढ्ने। ल, अलिकति डिटेलमा पढौँ है। यो जुन हाइड्रोजोआ छ नि त है, हाइड्रोजोआमा याद गर है, हामीहरूले कसरी इक्जाम्पल सम्झेको थियो त? ओम फोम भनेर है। कसरी त? ओम फोम भनेर। जहाँनिर पीबाट फाइसेलिया, ओबाट ओबेलिया। ओके, सम्झेछौ? हेर त ओबेलियाले चाहिँ के को प्रोपर्टी सो गरिरहेको छ? मेटाजेनेसिस। मतलब के बुझ्यौ त? यो ओबेलिया तिमीले पोलिप फर्ममा पनि पाउँछौ र मेड्युसा फर्ममा पनि पाउँछौ। क्लियर? अब यहीँनिर भएको यही हाइड्रोजोआको मेम्बर फाइसेलियाले चाहिँ के सो गर्छ त? पोलिमर्फिजम। पीबाट फाइसेलिया, पीबाट पोलिमर्फिजम। यसको अर्थ के बुझ्यौ त? यसको डिफरेन्ट फर्म्सहरू हुँदो रहेछ। ओके, यसकै बडीमा डिफरेन्ट फर्म्सहरू हुँदो रहेछ। यहाँनिर हेर, जब यो डेक्टाइलोजोइड्स मैले भने नि त, यसले के को रूपमा काम गर्छ त? प्रोटेक्सन। द्याट वाज आवर इन्ट्रोडक्सन टु दिस लेक्चर। याद छ? ल, अब त्यसै गरी गोनोजोइड्स हुन्छ नि त, गोनोजोइड्सले चाहिँ केमा हेल्प गर्ने भयो त? फर रिप्रोडक्सन। हेर त, रिप्रोडक्सन। त्यसै गरी ग्यास्ट्रोजोइड्सले केमा हेल्प गर्ने भयो त? डाइजेसन। हेर न भाइ, मैले यति कुरा बोले पश्चात डाइजेसनको लागि छुट्टै छ, रिप्रोडक्सनको लागि छुट्टै छ,
प्रोटेक्सनको लागि छुट्टै छ। त के मैले भन्न सक्छु वेयरएभर देयर इज पोलिमर्फिजम देयर इज एन एब्सोल्युट है, देयर इज एन एब्सोल्युट प्रेजेन्स अफ के हुने भयो त डिभिजन अफ लेबर, इजन्ट इट। जहाँनिर पोलिमर्फिजम छ त्यहाँनिर हेर त कति दामी हिसाबले डिभिजन अफ लेबर प्रेजेन्ट छ कि नै। डेक्टाइलोजोइड्स इज डिजाइन्ड फर प्रोटेक्सन्स, गोनोजोइड इज डिजाइन्ड फर द रिप्रोडक्सन्स एन्ड ग्यास्ट्रोजोइड्स इज पार्टिकुलरली डिजाइन्ड फर डाइजेसन। क्लियर? सो यति बोले पश्चात कि तिमीहरूले पोलिमर्फिजम र मेटाजेनेसिस मजाले बुझेछौ। अब म तिमीहरूसँग त प्रोमिस गरेको थिएँ नि त मेटास्ट्यासिस भन्ने हुन दिस इज द पार्ट अफ ह्युमन सिस्टम, र मैले जब ह्युमन सिस्टम पढाउन स्टार्ट गर्छु भने त्यति बेला यो कुरा मजाले नै गर्छु है। हेर त मेटास्ट्यासिसको अर्थ के भन्दाखेरि स्प्रेडिङ अफ, हेर मेटास्ट्यासिसको अर्थ के हो त स्प्रेडिङ अफ क्यान्सेरस सेल। ओके, दिस इज द मेटास्ट्यासिस। ल अब द लास्ट वान बट नट द लिस्ट, किनभने यसपछि हामी प्लेटिहेल्मिन्थिस स्टार्ट गर्छौँ। ओके, तिमीहरूले चाहिँ सिलेन्ट्रेटसम्म पढेर बुझेको छौ, क्वेसनहरू सल्भ भएको छ भने हामी त्यसपछि प्लेटिहेल्मिन्थिसको लेक्चर ल्याउँछौँ है। ल क्लियर? अब हेर क्लासिफिकेसन्स अफ सिलेन्ट्रेट्स ह्याबिटेटको बेसिसमा कुरा गर्दाखेरि अब तिमीहरूले सबै कुरा समअप गर्नुपर्छ है। अलरेडी तिमीहरूले सबै पढिसकेका छौ। हेर त जुन हामीहरूको हाइड्रोजोआ छ दे आर मोस्टली चाहिँ मेराइन हो, दे आर मोस्टली चाहिँ के त मेराइन, तर फ्यु आर फ्रेस वाटर हो कि नै, फ्यु आर फ्रेस वाटर। साइफोजोआ चाहिँ कस्तो हुन्छ त एक्सक्लुजिभली दे आर मेराइन। त्यसै गरी एन्थोजोआ पनि कस्तो हुन्छ त एक्सक्लुजिभली मेराइन। यो कुरा त हामीले इभन फर्स्ट लेक्चरमै पढेको याद छ। अब त्यसै गरी हेर त जोइडको कुरा गर्छौँ भने कुन फर्ममा यिनीहरू प्रेजेन्ट हुन्छ के, त यिनीहरू बोथ फर्ममा प्रेजेन्ट हुन्छ। मतलब के त बोथ पोलिप पनि यहाँनिर हुन्छ र मेड्युसा पनि हुन्छ के, बोथ पोलिप र मेड्युसा हुन्छ, तर मोर डोमिनेन्ट चाहिँ कुन हो त मोर डोमिनेन्ट इज पोलिप। ओके, मोर डोमिनेन्ट फर्म चाहिँ के हुने भयो त पोलिप हुने भयो है। त्यसै गरी साइफोजोआमा चाहिँ जोइड चाहिँ कुन फर्ममा बस्छ त मोर चाहिँ मेड्युसामा बस्छ। ओके, मेड्युसा चाहिँ डोमिनेन्ट हुने भयो है, तर यहाँनिर पोलिप है, पोलिप चाहिँ के हुन्छ कि त रुडिमेन्ट हुन्छ, कि त के हुन्छ त रुडिमेन्ट हुन्छ वा एब्सेन्ट हुन्छ। क्लियर? रुडिमेन्ट हुन्छ कि त एब्सेन्ट हुन्छ। अब जाउँ एन्थोजोआमा चाहिँ डोमिनेन्ट फर्म चाहिँ के हो त पोलिप, डोमिनेन्ट फर्म चाहिँ के हुने भयो त पोलिप। मेड्युसा चाहिँ के हुन्छ त एब्सेन्ट हुन्छ, मेड्युसा फर्म चाहिँ के हुने भयो त एब्सेन्ट हुने भयो है। त्यही भएर हेर है, त्यही भएर मैले तिमीहरूलाई के भनेको थिएँ त मेटाजेनेसिसको जुन प्रोपर्टी छ यो चाहिँ कुन क्लासले सो गर्छ भनेर। अनि हामीहरूको एन्सर चाहिँ के थियो त भाइ हाइड्रोजोआ थियो कि थिएन, र यहाँबाट पनि कुरा प्रुभ भयो कि भएन, भयो। अब हेर त मेजोग्लिया है, भर्खर तिमीहरूले एकछिन अगाडि पढाएको मेजोग्लिया हाइड्रोजोआमा थिन हुने, त्यसै गरी साइफोजोआमा थिक छ, फेरि एन्थोजोआमा थिन भइहाल्यो। जहाँनिर थिन छ त्यहाँनिर बायोलुमिनेसेन्स, मैले बिएल लेखेँ, बायोलुमिनेसेन्स एब्सेन्ट हुन्छ। जहाँनिर थिक छ त्यहाँनिर बायोलुमिनेसेन्स प्रेजेन्ट हुन्छ, फेरि यहाँनिर बायोलुमिनेसेन्स एब्सेन्ट भइहाल्यो। क्लियर? हेर ग्यास्ट्रोभ्यास्कुलर क्याभिटी इन केस अफ हाइड्रोजोआ विथआउट कम्पार्टमेन्टवाला, साइफोजोआमा पनि के हुन्छ त विथआउट कम्पार्टमेन्ट। एन्थोजोआमा चाहिँ ग्यास्ट्रोभ्यास्कुलर क्याभिटीमा तिमीले के पाउँछौ त कम्पार्टमेन्ट पाउँछौ। किन त बिकज अफ द प्रेजेन्स अफ सेप्टा। ओके, बिकज अफ द प्रेजेन्स अफ सेप्टा इन क्लास एन्थोजोआ द ग्यास्ट्रोभ्यास्कुलर क्याभिटी कस्तो हुन्छ भन, बोल कम्पार्टमेन्टलाइज्ड हुन्छ, कम्पार्टमेन्ट भएको हुन्छ है। र तिमीहरूले याद छ इक्जाम्पल्स त हामीहरूले फर्स्ट क्लासबाटै नै गरिराखेका छौ हो। कसरी त जुन हाइड्रोजोआ छ त्यहाँनिर ओम फोम भनेर मैले तिमीहरूले भने त सम्झिनको लागि हो, ओम फोम भनेर भनेको थिएँ कि नै, बिर्सा त छैन नि, नयाँ पिटाइ लाग्छ है। अब तिमीहरूको यो जिम्मा भयो है। हेर त फाइसेलिया छ हो, हाइड्रा छ, ओभेलिया छ, याद छ कि नै हो। त्यसै गरी हेर त जुन हामीहरूको के त साइफोजोआ है, साइफोजोआमा लास्टमा के झुन्डेको हुनु पर्यो त जेली फिस झुन्डेको हुनु पर्यो। त इक्जाम्पलको लागि चाहिँ के हामीले पढेको थियो त राइजोस्टोमा, र अर्को चाहिँ के थियो त औरेलिया थियो है, राइजोस्टोमा र औरेलिया। त्यसै गरी जुन हामीहरूको एन्थोजोआ छ त एन्थोजोआमा त हामीहरूले एकदमै दामी हिसाबले पढेको थियो। कसले हामीहरूको हात हेरिराखेको थियो त पिएमजीले हामीहरूको के हेर्नु भइरहेको थियो त हात हेर्नु भइरहेको थियो। यति कुराहरू मजाले पढाछौ।
फेरि पढाछौ भन्छौ, तिमीले पढ्दैन त बर्बाद भइहाल्यो नि त। जस्तै टीबाट चाहिँ के हो त ट्युबिपोरा है, टीबाट चाहिँ के हो त ट्युबिपोरा, एचबाट चाहिँ के हो त हेलियोपोरा हो, एचबाट चाहिँ के हुने भयो त हेलियोपोरा, एमबाट चाहिँ के छ त मेटरिडियम है, एमबाट चाहिँ के छ त मेटरिडियम, पीबाट चाहिँ त्यसै गरी के हुने भयो त बोला बोला, पीबाट चाहिँ त्यसै गरी जीबाट चाहिँ के हुन्छ र एबाट चाहिँ के हुन्छ। ओके, यो चाहिँ तिमीहरूको होमवर्क भयो है। र यदि तिमीहरूले अहिलेसम्म पढाएको सिलेन्टेडसम्म पढाएको मजाले बुझेको छौ भने एकपल्ट कमेन्ट गर्ने है कि तिमीहरूले नेक्स्ट लेक्चर प्लेटी एलिमेन्टिसमा चाहियो कि चाहिएन भनेर है। र डोन्ट वरी, होल एनिमल फाइलम, होल एनिमल किङडम यसरी नै एकदमै क्रिस्टल क्लियर कन्सेप्टमा तिमीहरूले यो च्यानलमा पाउनेछौ। ओके, सो मेक स्योर द्याट you subscribe this channel only and only if you are benefited, otherwise there is no any need है। किनभने यो कम्पल्सन चाहिँ छैन, मेरो काम त पढाउने हो, म आएर पढाएर चाहिँ गइहाल्छु। इफ यु आर बेनिफिटेड देन डु सब्सक्राइब दिस च्यानल, मेक इट सेयर विथ यर फ्रेन्ड्स, अनि त्यसपछि तिमीहरूले आफ्नो त्योवाला फ्रेन्डसँग पनि सेयर गर्न सक्छौ। एन्ड लेट्स होप द्याट यु विल डु द बेस्ट इन योर सिई एक्जामिनेसन। आजको लागि चाहिँ यति गरौँ, सी यु नेक्स्ट टाइम, टिल देन टेक केयर, बाई बाई।